र आज चाहिँ हाम्रो डे 12 अफ 183 डेज फिटनेस च्यालेन्ज र आज हामी गर्ने गइरहेको छ हाम्रो एप्स ट्रेनिङ र हिजो हामीले रेस्ट लिएको थियौँ किनकि हाम्रो ब्याक सकेको थियो लास्ट विकको लास्ट डेमा ब्याक थियो, त्यही भएर त्यो सकेर हामीले रेस्ट लिएको थियौँ र आज हामी ट्रेन गर्न गइरहेको छौँ हाम्रो एप्सलाई। र म एप्सलाई चाहिँ त्यति धेरै एक्सर्साइज गर्दिनँ होइन, मेरो सिम्पल छ यो, यसलाई के भन्छ थाहा भएन, यो म चाहिँ बार ह्याङ्गिङ लेग रेजेस भन्छु होइन, यो गर्छु एउटा। अनि साइड ओब्लिकको लागि त्यो साइडमा त्यसो साइड कन्चको लागि साइड ओब्लिकको लागि साइडपट्टि ग्राउन्ड गरेर यो बारमा ह्याङ गरेर गर्छु। र पहिलो सेट हाम्रो यो सकेर दोस्रो सेटमा भेटौँला। हाम्रो एप्सको दोस्रो एक्सर्साइज चाहिँ साइड ओब्लिकको लागि साइड क्रन्चेस विथ ह्याङ्गिङ बार, जेसुकै होस् म्याकुरी मैले राखिदिएको नाम यो चाहिँ होइन। र म चाहिँ यही गर्छु एप्सको लागि, यति दुईवटा मात्रै छ मेरो, त्यति गर्दिनँ म। त्यही पनि निस्केको छ एप्स किनकि म हाम्रो एप्स बेसिकली अब जस्तै यहाँ चेस्ट डे हान्दा ट्रेनै हुन्छ, ब्याक हान्दा पनि ट्रेनै हुन्छ, किनकि हाम्रो कोर बडीलाई स्टेबिलिटी गर्नको लागि मतलब ब्यालेन्स गर्नको लागि, अब इङ्ग्लिस आउँछ, ब्यालेन्स गर्नको लागि हाम्रो कोरले नै मद्दत गर्छ। त्यही भएर कोर चाहिँ अनिवार्य ट्रेन भइरहेको छ। ब्याक एप लेग डेको पनि ट्रेन हुन्छ किनकि लेगको लागि पनि स्टेबल राख्न, बडीलाई ब्यालेन्स गर्नको लागि त चाहिन्छ नि त कोर। त्यही भएर जहिले ट्रेन भइरहेको छ। त्यही भएर मेरो ब्याक बडी ट्रेन हुने भनेको चाहिँ एप्स डे र ब्याक डेको दिन एप्स बडी ट्रेन हुने भनेको। त्यही भएर यहाँ देख्न सक्नुहुनेछ कडक एप्स यति नै गरेर हो। यो चाहिँ जेनेटिक्स भन्दा कतिले अझै यो त मेरो फर्ममा आएकै छैन एप्सको, बिस्तारै फर्ममा आउँछ, बडी फ्याट बढ्दैछ, पहिलाको बडी फ्याटमा आएकै छैन। र यही हो चाहिँ सेट सकाएर एक दुईवटा पोस्ट गर्नेछौँ, त्यसमा भेटौँला। यही छ आजको दिन हाम्रो डे 12 यहाँ हिँड्नु भएको छ। हिजो एक दिन रेस्ट लिएर थ्याङ्क फर वाचिङ।